लिएर आएको अरे बगेर लिएर आइयो बगर लिएर आइयो अब पुरै खाना झिकेर एउटा एउटा त्यो रोटी खाएको छ तैँले दोस्तो गुड मर्निङ एन्ड वेलकम टु माई ब्लग आई होप सबजना सन्चै फाइन हुनुहुन्छ होला म पनि एकदमै सन्चै फाइन छु गाइज घाम लागेको चाहिँ 3 दिन भयो 3 दिनदेखि चाहिँ कन्टिन्यू घाम लागिरहेको छ नि हिजो बर्थडेमा गएको जाले खायो गाइज हिजो एकदम ढाँसु सबभन्दा धेरै चाहिँ मैले दही र रसगुल्ला खाएँ कि गुलाब जामुन रसगुल्ला त गई छैन गुलाब जामुन चाहिँ काला किनभने चाहिँ म नि कालो छु नि त गाइज त्यही भएर गुलाब जामुन पैसा त हुन्छ तर म सेतो छैन कहाँ जाने अनेक आज त्यो त्यहाँ पनि गइएन अब त्यहाँ अब खै गइन्न होला सायद जहाँसम्म लाग्छ अब म कार्ड पनि छैन चेन्ज गराउनु दिएको चेन्ज गराइदिनुहुन्छ दाइले त्यसपछि कस्तो हुन्थ्यो भने चलाउने त ख्याचक ख्याचक त्यो गियर चेन्ज गरिन्छ नि बाइकको त्यस्तै ख्याचक ख्याचक हुन्थ्यो स्पकेट हो कि समथिङ के भन्छ कि त्यो चेन हो त्यहीँ बिग्रेको अब चेन्ज गर्नु त के अहिलेसम्म जहाँसम्म बन्छ नि फिस्टे पनि सँगै जाने भने अब फिस्टलाई भिडियो गराउनु त भनिहाल्नु पऱ्यो नि त गाइज देख न उहाँ हाम्रोमा मुला साग यस्तो नभएर टायर खुम्चेर कस्तो भयो यहाँ फेरि यत्रो 2-3 बोरा रहेछ फालाफाल यसलाई के भन्छ मलाई पनि थाहा भएन लान पाइन्छ होला क्या लान पर्छ कि जस्तो लागिरहेको यस्तो कबाडी पनि के लिएर जाने यार यत्रो ठुलो गोदाम छ मुला साग बन्द गरेर हिँडे खाने यार टायर लिन आएको मुला छोटा भाइमा आएको क्या आज फेरि मुला साग यता पछाडि रहेछ नि मान्छेहरू यार यहीं हो टायर मैं तो सोच रहा था कि घाम एकदम जोर शोर से लग रहा है लेकिन भाई इधर तो नल नभएर नल यहाँ यसरी खसेर त्यहाँ थुपा पानी चुहिरहेको है यार हिजो अस्ति चुहिएको थिएन पानी चाहिँ एक दिन अस्ति हिजो कि अस्ति भरेको बल्ल आज भइयो कि यो बोतलमा त भरेकै छैन अझै जाडो पानी चाहिँ खान मन लाग्दैन खाइहाल्यो भने 5 मिनट टोइलेट लाग्छ त्यही भएर नट इन्ट्रेस्टेड इन जाडो तर खाना चाहिँ पर्छ फेरि जाडो पानी नखाएर पुरै बिबिरहेको क्या गर्मीमा फेरि आउनु मेरो जाडोमा मात्र आउने बिबिर गर्मीमा यति नै आउनु क्या गर्मीमा विश्वकप कहिले होला भन्थे होइन यस्तो भर्खर डेट पनि हेरेँ मैले बिर्सेँ त्यहाँ कहिले भनेको 7 मा आएको थियो 7 तारिकमा यार थालाको लागि कन्ट्रिब्युट गरिरहेछ लागिरहेछ मलाई आइसिसी आइन्यो हो नि त बिसिसिआई हो नि त होइन यार बिसिसिआईको इन्डियाको हो नि त प्रेसिडेन्ट आइसिसीको त्यही भएर आइन थाला फर रिजन 7 तारिकमा चाहिँ म्याच सुरु हुँदै रहेछ कि पाकिस्तानको र नेदरल्यान्डको अनि मैले चाहिँ 7 गते फेरि नेपथ्यको कन्सर्टमा जाने त्यही भएर घेरो लाएर राख्छु भने चाहिँ घेरो लाउनै पर्दैन किनभने चाहिँ यहाँ कन्सर्टमा पनि जाने ठ्याक्क 24 दिन बाँकी छ अब के अरे वर्ल्ड कप सुरु हुन आएर कन्सर्टमा जान त रातो छ होइन डेटले घेरको लगाइदिन्छु है त दोस्त लोग लौजा अब यहाँ के लेखिदिन्छु भन्दा T20/NEP नेपथ्य है फेरि नेपाल होइन NEP टी लेखिदिउँ न भइहाल्यो के अरे T20/नेपथ्यको कन्सर्ट आज सुशान्तसित आउँदैछु भन मोटेर अगाडि भट्टाटट्ट पार्दै चढाउँदै गरे अनि लिएर आएको अरे बगेर लिएर आइयो बगर लिएर आइयो अब म है फेरि जानु पर्ने भराक छ मेरो हेर्नु गएर हामी भटभटेमा जाँदैछौँ आज फिस्टले के भन्छ के बनाएको छ र खिचडी भोलिको लागि चाहिँ आज खिचडी गराएर झोलामा लिएर आएको छ अरे होइन तिलको लड्डु भुजाको लड्डु अरू के खाइयो रमाइलो भयो भन्छ अझै टिकटक पनि बनायो डान्स पनि गरेको अरे यो त पाहाडहरूमा गर्छ नि हो त्यस्तै र गाई जब भित्री बाटो त यस्तै हो बाटो हामी चाहिँ भित्री गल्लीतिर छिरियो हो यहाँ चाहिँ एउटा कुकुरले लास्टै ल्याङ गर्छ त्यहाँ न यो चाहिँ ठाउँको नाम के हो यस्तो कमेन्ट गरिदिनु होला है खतरा लाग्यो क्या बिहानमा आउँदा केही हुन्छ साँझमा चाहिँ बवाल देखिन्छ लाइटिङले अब फेरि यहाँबाट सुरु भयो गाई तल्ली बाटो आउँछ होइन यहाँ अहिले 3-4 कुने बाटो हो कि यहाँ चाहिँ अलि राम्रो ख्यालसँगै हिँड्नुपर्छ औडा चौडा चलाइदिन्छन् कि यहाँदेखि अलिकतिसम्म नराम्रो बाटो त्यसपछि उता चाहिँ अलि राम्रो बाटो है त गाइज कति बाटो सिकेर अब त्यो राम्रो बाटोमा चाहिँ
यता चाहिँ हाम्रो राम्रो बाटो आएको छैन क्या साँझमा चाहिँ त्यस्तो मजाले देखिन्छ होला त्यही पनि जस्ट इन्जोय गरिदिनु होला हाम्रो भ्लग चाहिँ अब मजाले के भन्छ त्यसलाई सिनेमेटिक भ्यू त नभनौँ गानासहित इन्जोय गर्नु होला बनाएको आज यस्तो मिठो आवाज फल्यो अनि आवाज पनि भवाल पिकअप पनि भवाल लिएर आएको मजाको फिल यो गाडीहरू चलाउने ल हेर यता गाडी आइरहेछ उता इन्डिकेटर पनि छैन हेलमेट पनि छैन यस्तो लाइटमा यो मान्छेहरू चलाउँदै भएन र त्यो हाइबिन बनाएर आउँछ नि आँखा दुख्ने गरी यस्तो रिस उठ्छ बसाएको बाइक छैन नत्र मैले लाइट हालेर नयाँ स्क्याकहरूको आँखा पारिदिने गरी बनाइदिन्छु सेम्लार भन्छ कि के भन्छ यो ठाउँलाई सेम्लार त मान्छे होला सेम्लारै भन्छ कि होइन जुत्तेलाई ल हामी तामलाहरूको भित्री बाटो होइन तर हामी चाहिँ अलि भित्री बाटो आएको छ अब यो चोक मेन चोक हेर्नु यस्तो रमाइलो हुनुपर्छ र हाम्रो घरतिर त केही छैन अन्धकार छ यस्तो भए पो बल्ल रमाइलो भन्छ र भैँस यहाँ केही न केही यार यस्तो हाम्रो घरतिर जाने बाटोमा चाहिँ गाइज फाइनल्ली फिस्टेको घर आइयो होइन यहाँ चाहिँ ड्याडिज किचन बगर ताती छ यार ला त खोल खोल न यार भेज हो कि चिकन हो चिकन हो र सानो खिचडी खाना गएको आजै खै अब के हो यार थाहा भएन यो त यार सुन त खै के हो त्यही भनेर बोलाएको के खाऊ आज भित्र पस्यो चिकन होइन भेजै होला यार अर्को खोलेर हेरौँ नि बन्द गरेर जस्तो थियो त्यस्तै गराइदियो यो होला चिकन भेज यो हो भेज सायद यो खोल त यो चिकनै हो क्या यो हो क्या भेज खोल त यो किनभने यहाँ यस्तो छ नि त त्यही होला है सायद गाईजाउँले खा अन्त हो त्यो झिकेर खा त किनकि भेज यही हो क्या यहाँ यस्तो राखिदिएन क्या सायद जहाँसम्म लाग्छ है मलाई खाना पुरै खायो क्या तैँले चिकन खाना पुरै खायो क्या तैँले अब यो हेर्न कसम रोटी खाए जस्तो गरेर अब यार ल हामीले खान्छौँ त अलि भिडियो गरेर उल्टो पो परेछ त यार कसरी दिन्छ नि यसलाई फेरि अब मैले वान बाइट चिकन हो र यो छैन चिकन जस्तो थियो त